मञ्चमा सम्पर्क राख्नुहोला। धन्यवाद। अब भने सेकेन्ड हाफको म्याच सुरु हुनेछ। एकदम रोमाञ्चक म्याच हुने सम्भावना छ किनभने फर्स्ट हाफ एकदम गोललेस भएको थियो। अब भने दुवै दल गोल गरेर सेकेन्ड राउन्डमा प्रवेश हुने छ र अब भने लेट्स सी कसले कति गोल हाल्नेछ। यहाँ भने तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ DSM का प्लेयरहरू गोलकिपरको रूपमा तपाईं हेर्न सक्नुहुन्छ विवेक राई खेलिरहेको छ भने साथै राम्रो प्लेयरहरू चाहिँ मुसिक अली वान्ट टु जोइन यु अन भिडियो। सरी ब्रदर है हामी यहाँबाट जोइन गराउन सक्दैनौँ। म्याचको लाइभ हेर्नुहोस् र म्याचमा लाइभ हेर्न सक्नु भएन भने हाम्रो म्याचलाई तपाईँले हाइलाइट पनि हेर्न सक्नुहुन्छ। भरे बेलुका 8 बजी अपलोड हुनेछ हाम्रो युट्युब च्यानलमा। गाइस म्याचहरू भइसकेको छ। पंकज थापा तपाईं हेर्न सक्नुहुन्छ पल्लोपट्टि छोरबाट जर्सी नम्बर 13 मा पंकज थापाले यस वर्ष सुकना गोल्ड कपको फर्स्ट ह्याट्रिक गर्ने प्लेयर पंकज थापा र हिजो भर्खरै दोस्रो ह्याट्रिक भएको छ। लेजेन्ड फुटबल क्लबको प्लेयर जोसेफले हिजो पनि ह्याट्रिक गरेको छ। यसपालि दुईटा ह्याट्रिक स्कोर आएको छ। सेकेन्ड हाफको म्याच हजुरहरूले हेर्नुहुँदैछ है। फर्स्ट हाफमा दुवै दलले राम्रो प्रदर्शन गरे भने स्कोर गर्न सकेन है। स्कोर 0-0 मा टुङ्गेको छ। यहाँ विवेक राई भोलि तरुन्जावाडीको म्याच छ। कोसँग छ त्यो थाहा भएन कि तर तरुन्जावाडीको चाहिँ म्याच छ भोलि। लामो थ्रो यहाँ शट राम्रो शट लिएको थिएँ है। राम्रो क्रस क्रस राम्रो भएको थियो त्यहाँ है। अब चाहिँ यहाँ बुकिङ हुनसक्छ किनभने यो गरेर 3 खेप भइसक्यो मिसबिहेभ भएको बुकिङ। पंकज थापा फर्स्ट म्याचको ह्याट्रिक स्कोरर अहिले भने गोल गर्न सफल भएको छैन। पंकज थापाले आफ्नो टुर्नामेन्टको फर्स्ट म्याचमै आफ्नो टिमको फर्स्ट म्याचमै ह्याट्रिक गर्न सफल भएको थियो नेपाल खन्काई एफसीको विरोधमा। र आज भने अहिलेसम्म गोललेस चलिरहेको छ। खाता खोल्न सफल भएको छैन दुवै टिम। र यहाँ भने लाइन्सम्यानको फ्ल्याग अफ भएको छ। फर्स्ट हाफ सेकेन्ड हाफको म्याच हेर्नुहुँदैछ तपाईँले। सेकेन्ड हाफको 15 मिनट शेष भइसकेको छ र सायद यो म्याच चाहिँ 35 मिनटको म्याच जस्तो लाग्दैछ मलाई। र म्याच ढिलो स्टार्ट भएको थियो।
गाइस हामीले अहिले यहाँ स्टार पठाउनु भएको छ, धेरै धेरै धन्यवाद। इसमें और यहाँ मौका मिलता हुआ नंबर 15 क्रॉस करने की मनसा, और यहाँ पे 15 नंबर रसीम उमेश तिर्की ने बॉल को बाहर का रास्ता दिखाते हुए इसके साथ कॉर्नर किक मिलता हुआ DSM को। और आज का मैच का प्रथम सब्स्टिट्यूट होता हुआ जर्सी नंबर 7 को इस मैच से बाहर करते हुए जर्सी नंबर 27 ग्राउंड के अंदर प्रवेश कर रही है। आप सब देख सकते हैं हमारे युवा अंपायर ऑफिशियल्स। ये मौका हो सकता है, शॉट, ओए एक साथ शॉट मारा था लेकिन चूक गए यहाँ पे। बहुत ही बढ़िया प्रयास। DSM अभी मैच पे पकड़ बनाते हुए धीरे धीरे। और देखना ये है कि आज का मैच का फर्स्ट स्कोर कौन टीम कर पाएगी, या फिर आज का मैच 0-0 में ही खत्म हो जाएगी। उमेश तिर्की के पैर पर बॉल है। आज दोनों ही टीम के डिफेंस लाइन बहुत ही मजबूत नजर आते हुए। सुकना गोल्ड कप का आज का मैच दार्जिलिंग पुलिस वर्सेस DSM के बीच में बहुत ही कांटे के टक्कर मैच चलते हुए। बहुत ही बड़े पास, पंकज थापा बॉल। आज के मैच गोललेस नै मैच हुन्छ जस्तो लागेर छ, किनभने 20 मिनट भइसकेको छ। दुवै दल एकदम स्ट्रङ मैच, राम्रो मैच खेलिरहेको छ। डिफेन्सहरू मेन त दुवै दलको डिफेन्सहरू एकदम कडा खेलिरहेको छ। कुनै पनि मौका दिएको छैन। दार्जिलिङ पुलिसले पनि बारम्बार मौका बनाइरहेको छ तर गोल गर्न सफल भएको छैन। राम्रो ड्रिब्लिङ त्यहाँ घोडादाको फाउल। घोडादाको चाहिँ ओरिजिनल नाम के हो, कसलाई थाहा छ कमेन्ट गर्नुहोस्। अहिले भने सुकना गोल्ड कपको आजको म्याच दार्जिलिङ पुलिस बनाम DSM को बीचमा एकदम रोमाञ्चक म्याच भइरहेको छ। स्कोर 0-0 मा म्याच चलिरहेको छ। र भोलि फेरि एउटा ब्लकबस्टर म्याच हुनेछ, तरुन्जावाडी फुटबल क्लबको म्याच छ। सो गाइस हजुरहरू कतै नजानुहोस् होला, जोडिरहनुहोस् होला हामीसँग स्पोर्ट्स 26 च्यानलमा। र म्याचको हाइलाइट हेर्न चाहनुहुन्छ भने युट्युब च्यानल यहाँ पंकज थापा। ओए दा तपाईँ कहाँको हो भन्नुभएको छ। म माल बजारबाट बिलोङ गर्छु। जर्सीका मुक्तानज्यू, हजुर कहाँबाट हुनुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ हजुरले पनि। नंबर 15 उमेश तिर्की बैक पास देते हुए निगम सिंह को। निगम सिंह बहुत ही उम्दा गोलकीपर। निगम सिंह को उनके फर्स्ट मैच में सुकना स्पोर्ट्स एंड गेम्स एसोसिएशन के ओर से सम्मानित किया गया है। निगम सिंह की बात करें तो वो विभिन्न बड़े बड़े क्लब से खेल चुके हैं। बैंगलोर में भी जाके अपने प्रदर्शन कर चुके हैं। बहुत ही बढ़िया क्रॉस यहाँ पे रोहिणीबाट हुनुहुन्छ तपाईँ। अच्छा, रोहिणी म अस्ति आएको थिएँ, त्यहाँ रोहिणी लेक आएको थिएँ हामी। र अहिले भने म सिमुलबाडी म अहिले भने म यहाँ सुकना गोल्ड कपमा कभरेज गर्नको लागि आएका छौँ। र हामी कति दिन फाइनल नहुनेसम्म हामी रेगुलर है यस टुर्नामेन्ट कभर गर्न छ। यहाँ मौका छ। यहाँ सिद्धान्त थापाज्यू हामीसँग जोड्नु भएको छ। स्कोर 0-0 रहेको छ। र आजको हाम्रो स्टार पठाउनु भएको यासिकाज्यूलाई धेरै धेरै धन्यवाद। स्पोर्ट्स 26 च्यानललाई फलो पनि गरिदिनुहुन्छ भने हामी आशा गरेका छौँ। मौका छ यहाँ दार्जिलिङ पुलिसलाई। त्यहाँ पास खेलेको छ, क्रस, राम्रो क्रस, हेडर हुनुपर्छ। यहाँ नम्बर 8 शट ब्लक। ओए राम्रो मौका पाएको थियो। 8 नम्बर जर्सीले ढिलो गरिदिएको छ जहाँसम्म लाग्छ, किनभने होल्ड गरेको थियो है। 8 नम्बर जर्सी होल्ड भएको थियो त्यहाँ।
फर्स्ट क्विक सर्टले चाहिँ गोल हुन सक्छ। यहाँ पनि काउन्टर एट्याकमा जान सक्छ। यदि हजुरहरूलाई लाइभ प्रसारणको निम्ति हामी स्पोर्ट्स 26 च्यानल सदैव रहनेछौँ र हजुरहरूले हाम्रो च्यानललाई चाहिँ सिमुलबाडीमा सिमुलबाडीमा आएको थिएँ है। आई वाज देयर सिमुलबाडीमा पनि। कहाँको टिम हो पिएल कमेन्ट त्यो प्लिज कमेन्ट भन्नुभएको छ। यहाँ तपाईँ निलो कलरको जर्सीमा हेर्नुहुँदैछ, यो चाहिँ दार्जिलिङ पुलिस एन्ड येल्लो कलरको जर्सीमा चाहिँ डिएसएम पाथारीघाट। स्कोर 0-0 मा चलिरहेको छ म्याच। यहाँ हो पङ्कज थापा, तपाईँ सक्नुहुन्छ त्यहाँ पङ्कज थापा घोडादाहरू चाहिँ दार्जिलिङ पुलिसबाट खेलिरहेको छ र गोलकिपरको भूमिकामा दार्जिलिङ पुलिसको निगम सिंह छ भने यहाँ भने छ लोकल हाम्रो प्लेयर, ट्यालेन्टेड प्लेयर है, हिरो ह्यान्डसम बोय मिस्टर विवेक राई गोलकिपरको भूमिकामा डिएसएमको टिमबाट खेलिरहेको छ। हामी सिमुलबाडी गोल्ड कपमा हामी सुरुदेखि जोडिएका थियौँ है र फाइनल म्याच पनि हामी आएका थियौँ कभर गर्न। धेरै राम्रो टुर्नामेन्ट भयो यसपालि सिमुलबाडी गोल्ड कपको। र हाम्रो युट्युब च्यानल स्पोर्ट्स 26 च्यानललाई पनि है सब्सक्राइब गरिदिनुहुन्छ भने हामी आशा साँचेका छौँ। ह्यान्डबलको अपिल यहाँ नट इन्ट्रेस्टेड रेफ्री। हाम्रो युट्युब च्यानलमा चाहिँ तपाईँहरूले राङ्गाकोट डुवर्सको टप टिम। यहाँ मौका छ दार्जिलिङ पुलिस, पङ्कज थापा यहाँ मिस भएको छ। कसट विवेक ओइ फाइनल कहिले हो? फाइनल त अहिले टाइम छ जहाँसम्म लाग्छ मलाई फाइनल 28 तारिकतिर हुन्छ होला सायद यो फाइनल है। यहाँ सोध्नु भएको छ राङ्गाकोट सुशान्त थापा, राङ्गाकोट भन्नुभएको छ है। डुवर्सको टप टिमको कहिले म्याच छ ब्रो भन्नुभएको छ। स्कोर 0-0 मा म्याच चलिरहेको छ। रोमाञ्चक म्याच अब भने बिस्तारै बिस्तारै म्याचले एकदम रोमाञ्चक भइरहेको छ म्याच। सेकेन्ड हाफको म्याच लगभग 25 मिनट शेष भइसकेको छ। अब भने अन्तिम 10 मिनट रहेको होला जहाँसम्म मेरो अनुमान छ। लगभग गोल भइसकेको थियो र यहाँ भने कप्तान चेन्ज भइरहेको छ। यहाँ चोट लागेको छ जर्सी नम्बर 8 लाई है। यस सिमुलबाडीमा त हेर्नु आएको थियो म। ओके हुन्छ र यहाँ सुक्नमा चाहिँ आउनु भएन रहेछ हजुर र घरमा बसेर हाम्रो च्यानलबाट लाइभ हेर्न सक्नुहुन्छ यहाँ है। धेरै धेरै धन्यवाद हामीलाई सपोर्ट गर्नुभएकोमा र आजको हामीलाई स्टार पठाउनु हुने हाम्रो यासिका मुक्तानज्यूलाई धेरै धेरै धन्यवाद र हाम्रो जति पनि लाइभ हेरेर बस्नुभएका दर्शकबिनहरूलाई, हाम्रो फ्यामिलीज मेम्बरहरूलाई है यहाँहरूले हामीलाई स्टार पठाएर सपोर्ट गर्न सक्नुहुन्छ। र भिडियोलाई सेयर गरिदिनुहोस् भन्ने आशा साँचेका छौँ। धेरै धेरै धन्यवाद। फेरि पनि हामीसँग यहाँ 2टा स्टार आएको छ। फेरि पनि यासिकाज्यूले हामीलाई स्टार पठाउनु भएको छ। धेरै धेरै धन्यवाद यहाँहरूलाई। स्कोर सोध्नु भएको छ यहाँ हाम्रो छेत्रीज्यूले। स्कोर 0-0 लभ यु साथी स्पोर्ट्स 26 च्यानल सधैँ भन्नुभएको छ पासाङ लेप्चाज्यूले। धेरै धेरै धन्यवाद माया गर्नुभएकोमा हाम्रो च्यानललाई। पेट्रोल पम्पले धोका दिए पनि गाडीले चाहिँ दिँदैन। राम्रो क्रस त्यहाँ नम्बर 9 मौका छ। यहाँ चिप गरे भने गोल हुनसक्छ। यहाँ मौका डिफेन्स जस्तो कि मैले तपाईँलाई अघि नै भनिसकेको छु दार्जिलिङ पुलिसको चाहिँ आज भने डिफेन्स एकदम कडा भइरहेको छ। राम्रो डिफेन्स गरिरहेको छ आज भने डिफेन्स लाइन एकदम सही भइरहेको छ। र हजुरहरूको एरियामा पनि यदि फुटबल्स अथवा स्पोर्ट्स रिलेटेड कुनै पनि म्याच टुर्नामेन्ट हुँदैछ भने यहाँहरूले हामीलाई सम्झिन सक्नुहुन्छ। हामी हजुरहरूको टुर्नामेन्टलाई पनि हामी प्रमोट गरिदिनेछौँ फ्री अफ कस्टमै है। त्यसको कुनै पैसा लाग्ने छैन। हामी फ्री अफ कस्टमा नै हामी गर्ने गर्दछौँ है। किनभने हामी यहाँबाट मालबजारबाट आउँछौँ र पनि यहाँ पनि हामी फ्री अफ कस्ट है हजुरहरूको लागि मात्रै हो। यहाँ हाम्रो यत्रो ठुलो टुर्नामेन्टमै कभरेज गर्नु पाउनु ठुलो कुरा हो। र यहाँ फल हुनसक्छ जर्सी नम्बर 8।
कमलजी स्कोर के कस्तो छ भन्नुभएको छ। करण राईज्यूले कमेन्ट गर्नुभएको छ स्कोर 0-0 स्कोर इज 0-0 है। हजुरहरू हेर्नुहुँदैछ स्पोर्ट्स 26 च्यानल है। म सुरुदेखि नै हेर्नु भएको छ हेर्छु भन्नुभएको छ। हेरेको राम्रो छ भने धेरै धेरै धन्यवाद हाम्रो यासिकाज्यूलाई। म्याच एकदम आगो भइरहेको छ है। अब यहाँ जल्नु मात्र बाँचेको छ गाई चाहिँ। वेदर चिसो भए तापनि ग्राउन्डको माहौल चाहिँ एकदम तातो छ। तपाईँहरू पनि एकदम कतै नजानुहोस् होला। अब अन्तिम समय म्याचमा हुन लागेको छ है। उमेश चुर्की यो म्याचको आनन्द उठाउनुहोस्। र मौका छ टच र अफसाइड यहाँ मिस भएको छ। मिस पास आफूले नै बल टर्न गरेर आफ्नो साथीहरू दिएको छ अनसाइडमा रहने थियो। यहाँ भने अलिकति म्याचमा पनि प्रेजेन्स अफ माइन्ड हुनु चाहिँ एकदम जरुरी रहेको छ। सुनाउनु मौका हुन सक्थ्यो यहाँ डिएसएमलाई। आजको म्याच अहिलेसम्म पनि 0-0 चलिरहेको छ। अब भने म्याच अन्तिम समयमा हामी पुग्न लागेको छौँ। म्याच बेसी टाइम छैन होला। अब रेगुलेसन टाइम बेसी छैन 5-6 मिनट होला। त्यसपछि एडिसनल टाइम एनाउन्स हुनेछ र म्याच सिधा जानेछ ट्राइब्रेकरमा। रेफ्रीको विसल बजेको छ आज चाहिँ। इट मिन्स एकदम फिजिकली म्याच चलिरहेको छ। अब यहाँदेखि कुनै पनि टिम गोल कन्सिडर गर्न चाहँदैन। यहाँसम्म आइपुगेको छ यो टिमहरू। 0-0 म्याच चलिरहेको छ। ह्यान्डबल भन्दैछ यो रेफ्रीको विसल बजेको छैन यहाँ। नम्बर 7 भाइचुङ छोटा प्याकेटबाट धमाका। लेट्स सी आज भने भाइचुङले त्यति साह्रो प्रभाव पर्न सफल भएको छैन। राम्रो सर्ट पङ्कज पनि छ दादा दार्जिलिङको टिमबाट। यस ब्रदर पङ्कज थापा खेलिरहेको छ। तपाईँ सक्नुहुन्छ यहाँ पङ्कज थापाले बल पाएको छ। यहाँ गोलकिपर विवेक राम्रो सेभ यहाँ विवेकको। त फेरि पनि एकचोटि एकदम फुल आफ्नो 100% दिइरहेको छ विवेकले पनि। आफ्नो टिमलाई यहाँसम्म ल्याइ पुर्याएको छ हाम्रो गोलकिपिङ विवेककोबाट। समय भने बित्दै गइरहेको छ बिस्तारै बिस्तारै। रेफ्रीको विसल फेरि पनि रेफ्री पनि एकदम बिजी छ विसल बजाउनमै। म्याच एकदम राम्रो म्याच भइरहेको छ। दार्जिलिङ पुलिसलाई डिफेन्सले अहिलेसम्म यहाँ रोक्न सफल भएको छ। डिफेन्स एकदम कडा दार्जिलिङ पुलिसको यहाँ। यहाँ एउटा फ्रेम पाएको छ राम्रो फ्रेम छ यहाँ। ए फेरि मौका छ यहाँ सर्ट सो गाइस यहाँ भने दार्जिलिङ पुलिस 1 गोल गर्न सफल भएको छ। दार्जिलिङ पुलिस भने यहाँ राम्रो म्याच खेलेर आइरहेको थियो। राम्रो बल यहाँ एसिस्ट दार्जिलिङ पुलिस 1 एन्ड डिएसएम 0। यहाँ विवेक तपाईँ एकदम निराश हुनुहुन्छ। डिफेन्सको चुक यहाँ पुलिसको पक्षमा प्रथम गोल गर्ने खेलाडी हुनुहुन्छ मनिष सुब्बा जर्सी नम्बर 15। सो गाइस मनिष सुब्बाले भनेले गोल गर्न सफल भएको छ। जर्सी नम्बर 15 गोल गर्ने मनिष सुब्बा। तर यहाँ गोल बनाउने हो जर्सी नम्बर 8 र तपाईँ हेर्न सक्नुहुन्छ है तलबाट बल बनेर आएको है। र फेरि पनि स्टार आएको छ धेरै धेरै धन्यवाद। र फुटबलमा जहिले पनि स्कोर गर्नेको नाम चाहिँ पहिला आउँछ। तर मलाई लाग्छ जुन मेहनत जुन स्किल जुन मेहनतले गर्दा तलबाट बल बनेर आउँछ एसिस्ट गर्छ है उनीहरूको पनि है त्यति साह्रो नाम आउँदैन। तर हामीले उहाँहरूलाई पनि एप्रिसिएट गर्नुपर्छ है किनभने यो बल राम्रोसँग एसिस्ट नभएको गोल हुने थिएन।
र त्यति नै स्कोरको हकदार हुन्छ एसिस्ट गर्ने पनि दामी हौ भन्नुभएको छ यहाँ खवास केटोज्यू खुसी भएको छ दार्जिलिङ पुलिसले गोल गरेकोले गर्दा अब भने यहाँ मुस्किलमा परिसकेको छ यहाँ अब यहाँ भने घोडादाले आफ्नो कमाल देखाउनेछ है दार्जिलिङ पुलिस एकदम भने सुरुदेखि नै राम्रो म्याच खेलिरहेको थियो तर गोल गर्न सही हो दा भन्नुभएको छ हजुर धन्यवाद है उमेश तिर्की गाइज क्यान सी उमेश तिर्की है र हाम्रा युवा खेलाडीहरू जो हुनुहुन्छ है जो हालैमा फुटबल खेल्न सुरु गर्नुभएको छ हजुरहरूलाई यही भन्न चाहन्छु हजुरहरूले पनि मेहनत गर्नुहोस् है तपाईँहरू राम्रो जग्गामा पुग्नेछ फर इक्जाम्पल यु गाइज क्यान सी करण राई आज भने सन्तोष ट्रफी खेलिरहेको छ आफ्नो टी स्टेटबाट है वेस्ट बेङ्गालबाट रिप्रेजेन्ट गर्नेछ दलसिंहपाडाबाट विक्की थापा खेलिरहेको छ साथै हाम्रो चेलीहरूको कुरा गर्नुपर्दा सुस्मिता लेप्चा जो चाहिँ नेसनल टिममा सेलेक्सन भइसकेको छ र टर्की गइसकेको छ है एक्जिबिसन म्याचको लागि र यदि यस टुर्नामेन्टमा पनि उसको राम्रो प्रदर्शन आयो भने चाहिँ एएफसी च्याम्पियनसिपको लागि उहाँलाई पनि मौका पाउनेछ है त्यसैले गर्दा हाम्रो सबैले जति पनि हाम्रो अहिले नेसनलमा रिप्रेजेन्ट गर्नुहुँदैछ है नेसनललाई हाम्रो सुस्मिता लेप्चाले उहाँको लागि बेस्ट विसेस र साथै हामीसँग धेरै पहिलादेखि नै म्याच खेल्दै आउँछ अन्जु तामाङ है हामीले उहाँहरूलाई हेरेर सिक्नुपर्छ हाम्रो भाइ बहिनीहरूले करण राई र विक्की थापा भने अब वेस्ट बेङ्गाल टिमबाट चाहिँ सन्तोष ट्रफी खेल्ने छ है र दलसिंहपाडा स्पोर्ट्स एकाडेमीका प्लेयर आदित्य थापा जो पनि योभन्दा पहिला 2024को सिजनमा होला है उहाँ पनि सन्तोष ट्रफी खेलिसकेका छन् र उहाँहरू चाहिँ त्यो टाइममा चाहिँ वेस्ट बेङ्गाल च्याम्पियन बनेको थियो सन्तोष ट्रफी चाहिँ जित्न सफल भएको थिए र गभर्मेन्टले वेस्ट बेङ्गाल गभर्मेन्टले सबै प्लेयरहरूले चाहिँ वेस्ट बेङ्गाल पुलिसमा एज अ एएसआईको पोस्टमा उहाँहरूलाई एपोइन्टमेन्ट दिएको छ र यहाँबाट हामी बुझ्न सक्छौँ कि स्पोर्ट्सको फिल्डमा पनि अहिले निकै छ है यदि तपाईँहरू फुटबल खेल्न रुचाउनुहुन्छ भने चाहिँ एकदम फुटबललाई सबै दिनुपर्छ तपाईँले है स्पोर्ट्सलाई सबै दिनु सक्नुपर्छ तपाईँले तपाईँको डेडिकेसन मेन कुरा डिसिप्लिन इज मेन इम्पोर्टेन्ट इन स्पोर्ट्स है जुनै पनि फिल्ड होस् है डिसिप्लिन छैन भने तपाईँहरू सक्सेसफुल हुन सक्नुहुन्न म्याच पनि त खन्ती खलास हुनु हजुर म्याच अब खन्ती क्लास हुन आँटे यहाँ तर पनि यहाँ सब्स्टिट्युट चलिरहेको छ यहाँ दार्जिलिङ पुलिस र डिएसएमको जुनै पनि फिल्डमा हजुर सक्सेस पाउन चाहनुहुन्छ भने तपाईँको डिसिप्लिन र मेहनत बहुत ठुलो रोल गर्ने गर्छ है त्यसपछि तपाईँको फ्यामिली सपोर्ट्सहरू है स्कोर 1-0 शट यहाँ स्कोर 1-0 दार्जिलिङ पुलिस 1 DSM 0 लास्ट मिनट में यहाँ पे गोल करने में सफलता मिलता हुआ दार्जिलिङ पुलिस को। इसी के साथ 4 मिनट एडिशनल टाइम आज का मैच का अनाउंस हो चुका है। दार्जिलिंग पुलिस बनाम DSM के बीच में आज का यह मैच बहुत ही कांटेदार मैच होते हुए एडिशनल टाइम 4 मिनट। इसी के साथ एडिशनल टाइम अनाउंस यहाँ पे दार्जिलिंग पुलिस जो 1 गोल से आगे चल रही है। पंकज थापा अब यह मुश्किल में नजर आते हुए DSM टीम यदि उनको इस टूर्नामेंट में वापस इस मैच में वापसी करनी है तो इस रिमेनिंग 4 मिनट में स्कोर करना पड़ेगा। अब यहाँ पे प्लेयर का स्ट्रेटेजी चालू हो चुका है। दा नेपाली नहीं ठीक छ हो अरे हिंदी पनि सिक्नु पर्यो नि हो गाइस। अलि भयो भने टुटे फुटे बोल्दैछु यार। उमेश पाएको छ एरियामा बल छ राम्रो क्रस। विवेक राईले बल कलेक्सन गरिसकेको छ र त्यो पनि ठिकै हो बट तपाईँ पनि बात यहाँ भने मौका छ यहाँ शट ओइ त्यो पनि ठिकै हो बट तपाईँ पनि किप गोइङ भन्नुपर्छ। धन्यवाद। सक्ने बेला किन पसेको हो भन्नुभएको छ। फेरि एक थप्छ डिपीले भन्नुभएको छ है। म्याच अब लगभग सेज भइसकेको छ। अब सक्ने बेला चाहिँ सब्स्टिट्युट गरेको चाहिँ एउटा स्ट्राटेजी हुन्छ क्या। अझै पनि टाइम वेस्ट गर्ने चाहिँ त्यो स्ट्राटेजी हो प्लेयरहरूको कोचहरूको है। थाहा छ तिनीहरूले आफ्नो म्याच जितिसकेको छ र पनि एउटा छिटोभन्दा छिटो म्याच सक्ने उहाँको प्रयास हुन्छ क्या।
स्ट्राटेजी जति सक्दो टाइम वेस्ट गर्ने स्ट्राटेजी हुन्छ एउटा सब्स्टिट्युट गरेको चाहिँ त्यही हो र साथै लास्ट ओभरमा चाहिँ अब स्कोर नहोस् एउटा फ्रेस लेग छ भने चाहिँ राम्रो हुन्छ किनभने लास्ट ओभरमा अझै प्रेसर दिन्छ नि त अपोनेन्टले किनभने 15 नम्बर जर्सी राम्रो क्लियरेन्स उमेश तिर्कीको अब पनि यहाँ मौका छ यहाँ त हाम्रो दिदीहरू यहाँ हाम्रो दिदीहरू सक्नुहुन्छ है गाइज अहिले भने यहाँ है हजुर ए हुन्छ भोलि यहाँ भने मौका छ यहाँ जर्सी नम्बर 9 सर्ट ओए लास्ट चान्स थियो यो चान्स पनि गुमाएको छ डिएसएमले यो चान्सलाई गुमाएको छ र गाइज अब भने म्याच समाप्ति हुन लागेको छ र फेरि पनि एकचोटि हामी यहाँबाट जाँदा नजाँदै यसिका मुक्तानज्यूलाई धन्यवाद दिन चाहन्छौँ उहाँले आज भने हामीलाई 6वटा स्टार पठाउनु भएको छ यसरी नै हजुरको माया र सपोर्टको अपेक्षा साँचेका छौँ र आउँदो दिनहरूमा हामी फेरि पनि राम्रो लाइभहरू लिएर आउनेछौँ इप्सिता छेत्रीज्यू जोड्नु भएको छ स्कोर 1-0 र हजुर झन्डैले भन्नुभएको छ यस झन्डैले दार्जिलिङ पुलिसले स्कोर खाएको यहाँ पङ्कज थापा कुदिरहेको छ पल्लोपट्टि छोरबाट पङ्कज थापा जर्सी नम्बर 13 बल कन्ट्रोल गर्न छ भोलि त ग्राउन्डमै आउँछु टिफिन लिएर ओके हुन्छ मेरो लागि पनि ल्याइदिनु भयो भने त राम्रो हुन्छ किन म टाढाबाट आउँछु भोकै हुन्छ नि त बिग कङ्ग्रेचुलेसन दार्जिलिङ पुलिस ओके हुन्छ जर्सी नम्बर 3 यस भन्नुभएको छ हाम्रो सौरभी भुजेलले यस के छ बहिनी खबर के छ तपाईँ आज एकदम ढिलो जुड्नु भयो हामीसँग म्याच सक्नु आँटेको छ अब लास्ट सक्यो होला म्याच दार्जिलिङ पुलिसले 1 गोल गरेर लिड गरिसकेको छ आजको म्याचलाई विवेक बल पन्च गर्ने प्रयास विवेकको भाइचुङ जर्सी नम्बर 7 राम्रो बल लिप भएको छ लङ सर्ट गर्ने प्रयास हो त्यसैको साथ म्याच समाप्ति भएको छ दार्जिलिङ पुलिस 1 डिएसएम 0 आजको म्याचको बिग कङ्ग्रेचुलेसन भन्नुभएको छ यहाँ धेरै धन्यवाद आजको म्याचमा गोल गर्ने स्कोरर सुब्बाजु हुनुहुन्छ है नाम चाहिँ के हो जर्सी नम्बर 15 के थियो उहाँलाई कङ्ग्रेचुलेसन ओके लाग्छ